हेलो गुड इभिनिङ नमस्ते म सुमन पोखरेल। जन्म मेरो धरान, कर्म मेरो दमौली पोखरा नारायणघाट। दमौली पोखरा नारायणघाटतिर हो। मलाई पहिला एउटा कम्पनीमा ठुलै राम्रै अफर आएको थियो। अहिले पनि आउँछ, अहिले पनि फोन गरिरहेछन् दाइहरूले। तर मैले जहाँ छु त्यहीँ पोखरामा अहिले भकुण्डे भिलेजमा पुनर्योग रिट्रिट सेन्टरमा सानोतिनो काम गर्दैछु। नारायणघाटतिर नि एक दुईजना दाइहरूले बोलाउनु त बोलाइरहेको छु, मान्छे राम्रो छ आऊ भाइ भनेर। सबै हामी गर्छौँ, आऊ तिमीले काम मात्र गर्नु पर्यो, हेरिदिनु मात्र पर्यो भन्छ। अहिले चाहिँ म कहीँ चलमलाउने छुइनँ, अहिले बस गर्दैछु। म यता पोखरातिर छु। मेरो नारायणघाटको दाइहरू यसो हेर्दै हुनुहुन्छ, तपाईँहरूले नि हेरिरहनु भएको छ। भकुण्डे भिलेजतिर छु। मलाई जहाँ पनि 2-4 पैसा कमाउने त हो। त्यसपछि म आफ्नै टेम्पल साधना स्कुल स्टुडेन्ट स्यानिटेसन प्रोग्राम भ्लगहरू बनाउँछु बिस्तारै। सकभर भयो भने वैशाखदेखि निस्क्यौँ भनेको, हेरौँ के हुन्छ। वैशाखदेखि भ्लगहरू बनाउनुको लागि पोखरातिर छु। हे दाइ हो, तपाईहरु आफ्नो ठाउँमा राम्रो गर्नु, राम्रो कमाउनु, राम्रो विदेशतिर घुम्नु। मलाई त केही छैन दाइ, एक्लै छु, कोही छैन। सबै छन् तर कोही छैन क्या दाइ, सबै छन् कोही छैन। र पनि टेन्सन छैन, एक्लै जन्मिने एक्लै मर्ने हो। एक्लै नै गर्ने, राम्रै गर्छु, राम्रै छु, राम्रै गर्छु। कसैले राम्रो भन्न पनि पर्दैन। एक्लै आँटाले हिँडेको हो। हामी धराने हो। त्यही भएर गलत गर्दिन, गलत हुनु दिन्न, झुक्दिन, झुक्नु दिन्न। मेरो त स्वभावै यस्तो छ। धनक्क रिसाउने बानी छ, मनमा पाप छैन, सफा छ। सबैले गरी खानुपर्छ, सबैलाई दिनुपर्छ भन्ने खालको मान्छे हो। सो मेरो युट्युब च्यानल छ, टिकटक नयाँ टिकटक एकाउन्ट खोलेको छु। यसो हेरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला गाइज। चिसो बढेको छ फेवातालतिर, यसो चिसोबाट पनि बस्नु होला। सबैतिर फेवाताल मात्र नभएर अल नेपाल अधिराज्यभरि नै अब चिसोको मौसम आउँदैछ। 2-2.5 महिना यसो चिसोबाट बचौँ। हस्पिटलमा भिडभाड पनि नगरौँ, स्वस्थ रहौँ, आफू स्वस्थ रहौँ, परिवार स्वस्थ बनाऊँ, परिवारबाट समाज स्वस्थ बनाऊँ, समाजबाट देशलाई पनि स्वस्थ बनाउने कोसिस पनि गरौँ। सबैले खालि आन्दोलनले मात्र गर्छु नभनौँ। जसले त्यसले देशै जलाउने, आगै लाउने, मान्छे कुट्ने, मार्ने कुरै मात्र नगरौँ। एक आपसमा खालि झैझगडा मात्र गरेर नबसौँ। आफ्नो कर्म गरौँ, काम गरौँ, श्रम गरौँ। अनि पो हो त, गर्नु केही छैन। अनि हावा पिटेको छ, हिँडेको छ, खाइ नपाई छालाको टोपी लाइ भने जस्तै